हेलो नमस्ते एभ्रिवान। आज चाहिँ हाम्रो गाउँमा ग्राउन्डमा चाहिँ फुटबल म्याच फाइनल थियो र हामीलाई केही कामहरू खटाएको थियो अनि हामी त्यहाँ बसेर चाहिँ कामहरू गरिदिँदै थियौँ। फाइलहरूमा भिआइपीको लागि डोनेसन्सहरू राखिदिनु भएको थियो हामीलाई अनि एकछिनमा हामीले खदाहरू पठाइदिन्छौँ भनेर पठायौँ। है काम सुरु हुँदैछ भर्खर ट्रफी त्यसरी राखेको थियो त्यो विनरहरूको लागि। अनि हामी दुईजनामा लाग्दो कुरा बसिरहेको थियौँ। भोक लागेर चाहिँ गयौँ हामी आलु मिमी खाएर अनि मोमो पनि खायौँ। अनि बहिनीहरूको डान्सहरू हेर्छौँ। त्यसपछि खदा अर्पण सुरु भयो। मान्छेहरू निकै आउनु थालेको थियो यति बेला। पछि बहिनीहरूको म्याच स्टार्ट भयो। अनि हामीलाई प्याकेट लन्च पनि दिनुभयो। हामीले हेर्दै यस्तो थियो। बुढापाकालाई खदा अर्पण स्टार्ट भयो त्यसपछि। एकजना बहिनीको पनि डान्स थियो। एक्लै भएर होला नर्भस भयो पनि त कपाल मिलाउँदै नाच्दै गर्दै थियो। त्यसपछि चाहिँ जोरबङ्लो र टिस्टाभेल्लीको म्याच थियो आज फाइनलमा। गाह्रो परेर चाहिँ स्टार्ट गर्यो। अनि फर्स्ट स्टार्टमा टिस्टाभेल्लीले गोल लाग्यो। त्यसपछि हामीले नदेखेर माथि गएर हेरौँ भनेर माथि आएर चाहिँ हेर्न थाल्यौँ। तल चाहिँ निकै भित्र परेको थियो नि त त्यही भएर। गोल चाहिँ 2 गोल टिस्टाभेल्लीले लाग्यो अनि जोरबङ्लो 0 गयो। टिस्टाभेल्ली विनर भएको थियो। हामी एकदमै खुसी थियौँ किनभने हामी टिस्टाभेल्लीपट्टि नै थियौँ। हामी घर आयौँ।